हामी मान्छेको चाहिँ अहिले यो मुखभरि दाँत हुन्जेल गिजाभरि दाँत टन्नै हुन्जेल मात्रै रहेछ है बोल्ने भाकाहरू पनि निकै मिठो मिठो ट्युनिङहरू पनि मिलाएर बोल्ने है। एक दिन यो गिजाबाट दाँत क्या एउटा 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 गर्दै फुट्लुक फुट्लुक झर्दै गएपछि नि त्यसपछि यो गिजा खाली भयो भने नि यो अहिले हामीले ट्युनिङ मिलाएर बोलेको बोलीहरू नि सबै सत्यानाश हुन्छ नि हौ। अनि त्यो पहिला दाँत टन्न हुँदाखेरि बोलेको भाका क्या अब जस्तै जा त्यो मास्लो घरबाट एउटा हरियो बाँस ल्याएर यतापट्टिको त्यो कोठेबारी बार सागबारी सबै कुखुराले खोर्सिएर शेष पारिसक्यो ल्याएर बार त भन्ने कुरा चाहिँ अब यो दाँत सबै झरेर थोते भएपछि क्या भनेर हेर्नुहोस् त दादा मास्लो घरबाट हरियो बाँस ल्याएर यतापट्टि कोठेबारीबाट सागबारी सबै कुखुरा खोर्छ खाजा खोर सबै शेष पारिसक्यो यस्तो हुन्छ। अनि एक दिन फेरि यो एन्टिनाले काम गर्न छोड्छ कसैले केही भने पनि हाँ 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 3-4 खेप। अब एक दिन यो हेडलाइटले पनि काम गर्न छोड्छ हाने को हौ अच्छा म त चिन्दिनँ त को हौ भन्ने जस्तो हुन्छ। अन्त केही कुरो खाँदाखेरि पनि भएपछि त उस्तै त्यस्तै बत्ती त निभाउनु पो खोज्छ त त्यति बेला त त्यसका बाजेको है। हाम्रो मान्छेको शरीरको त्यस्तो छ शक्तिहरू क्या अहिले सबै कुरो टन्न छ भनेर घुवाक्क पर्न चाहिँ हुँदैन है। पछि त क्या त्यो हावा छोडेको बेलुन जस्तो चिउरिक्क परेपछि चाहिँ अनि त्यो पहिला समयमा भएको त्यो रूप रङलाई सम्झिँदै बस्नुपर्छ है। कसैले पत्याउँदैन पनि त्यहाँदेखिको त कसैले केही भने पनि एन्टिनाले काम गर्न छोडिहाल्छ। अगाडिबाट केही गयो भने देख्ने होइन कसैलाई केही भनौँ भने आफ्नो भाषा उसले बुझ्ने होइन ह्याम न्याम 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 झ्याम च्याम भएपछि त सकिगयो नि है।